हेलो साथीहरू, सन्चै हुनुहुन्छ? 20 डेज नेल आर्ट क्लासको चाहिँ आज डे 4 रहेको छ र आज पनि हाम्रो क्लास चाहिँ एनिमल प्रिन्टमै बेस छ है। मैले बेस कलरमा चाहिँ यहाँ लाइट पिङ्क कलर राखेको छु। यसलाई मजासँगले एप्लाई गरेर 60 सेकेन्ड क्युर गरिसके पछाडि मैले नेल प्लेटमा अलरेडी दुईटा कलर डार्क ब्राउन कलर र ब्ल्याक कलर राखिसकेको छु र डटिङ टुल्सको हेल्पले चाहिँ डार्क ब्राउन कलर लिएर चाहिँ म अनइभन डट्सहरू बनाउने छु, लाइक काउ प्रिन्टको जस्तो। यो चाहिँ हामी लियोपार्ड प्रिन्ट गर्दैछौँ, त्यही भएर अलिकति ग्याप राख्दै डट्सहरू बनाउने र डट्सहरू पनि अनइभन बनाउने है। अनि त्यस पछाडि चाहिँ हामीले ब्ल्याक कलरको पलिस लिएर चाहिँ यसलाई चाहिँ डिटेल्समा काम गर्नुपर्ने हुन्छ। ब्ल्याक कलरको पलिसले चाहिँ यसलाई चाहिँ हामी यो आउटलाइन कोर्छौँ, यसको मजासँगले आउटलाइन कोर्छौँ सबैमा। जतिवटा हामीले यो अनइभन डट्सहरू बनाएको छ त्यतिवटामा सबैमा चाहिँ हामीले आउटलाइन कोर्नुपर्ने हुन्छ। थिन खालको जिरोको ब्रस, एकदमै पातलो थिन र सानो छोटो ब्रस युज गरेको छु मैले यहाँनिर यो गर्नका लागि। लामो ब्रसले पनि गर्न त मिल्छ, तर लामो ब्रसमा चाहिँ पलिस लगाउन खोज्दाखेरि ब्रस भाँचिन्छ कि, त्यो भाँच्यो भने चाहिँ लतपतिन्छ नि त, बिग्रिन्छ, फेरि सबै पुस्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ छोटो खालको ब्रस युज गर्ने डिटेल्समा काम गर्छ, सजिलो हुन्छ यस्तो ब्रस युज गरेर काम गर्दाखेरि चाहिँ। कता कता खाली भयो जस्तो लागेको ठाउँमा चाहिँ मैले यही ब्रसले नै ब्ल्याक कलरकै डटहरू दिएको छु र फाइनलमा टपकोट लगाइसकेपछि चाहिँ यस्तो देखिएको छ।